हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। अहिले चाहिँ बिहानको 8:30 भइसकेको छ अनि सबैजना सन्चै आराम हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु भन्नुपर्दछ। र अहिले म चाहिँ काममा हिँडेको अनि यो चाहिँ कामको कपडा हो बाहिर चाहिँ, अनि यो भित्रको चाहिँ यो बाहिर चाहिँ यो मैले यो कामको कपडा छोपेर भिडियो बनाउनको लागि चाहिँ मैले चाहिँ यो लगाएको। अहिले उता काममा गएर चाहिँ खोल्नुपर्ने हुन्छ। र आजको भिडियोमा चाहिँ जिदोसिया पढेर चाहिँ के कस्तो हुन्छ र कस्तो फाइदा, जिदोसिया पढ्नुको फाइदा बेफाइदाहरू चाहिँ के हुन्छ भनेर चाहिँ यो विषयमा चाहिँ भिडियो बनाउन लागिरहेको छु। अब हेरौँ मेकानिक बन्दा जापानमा चाहिँ अब कस्तो फाइदा हुन्छ र कस्तो बेफाइदाहरू हुन्छ भन्ने कुरा चाहिँ म आजको यो भिडियोमा तपाईँहरूलाई देखाउन चाहन्छु। र अलिकति ढिला पनि भएको छ अनि म चाहिँ गाडी चलाउँदै अनि बिस्तारै बिस्तारै कुरा पनि गर्दै जिदोसिया पढेर म चाहिँ सुरुमा चाहिँ बेफाइदातिर नै गएँ। अहिले चाहिँ म सुरुमा चाहिँ अलिकति बेफाइदा मात्रै देखिरहेको छु अहिलेको लागि चाहिँ। त्यही भएर चाहिँ म सुरुमा चाहिँ तपाईँलाई बेफाइदाको बारेमा भन्छु है त। बेफाइदामा पनि मैले अहिलेसम्म बुझेको र मैले अहिलेसम्म बुझेकै भनौँ, मैले धेरै कुराहरू छ अरूबाट चाहिँ त्यस्तो प्रायः खासै केही बुझेको चाहिँ छैन। म सेनमन गएको पढ्दा पनि जिदोसिया गएको पढ्दाखेरि कस्तो हुन्छ वर्किङ गर्दा अनि स्यालेरी के कस्तो हुन्छ भन्ने आदि इत्यादि मैले त्यस्तो खासै केही कुरा बुझ्दै नबुझी पढे हो। मैले खासै त्यस्तो पढ्नको लागि चाहिँ मलाई केही नै थिएन, कुनै रहर पनि थिएन अनि त्यति इन्ट्रेस्टै थिएन कि म जिदोसिया गएको पढ्नको लागि चाहिँ। अनि यत्तिकै वर्किङको भरमा वर्किङ हुन्छ, वर्किङ गर्न सजिलो हुन्छ अनि स्यालेरीहरू पनि अलिक धेरै नै हुन्छ अरू भन्दा भन्ने त्यस्तै कारणले गर्दाखेरि चाहिँ जिदोसिया गएको छिर्यो। र अहिले जिदोसिया गएको छिरेर वर्किङ लागेको पनि झन्डै 3 महिना कम्प्लिट भइसक्यो। 3 महिनाको कम्प्लिटमा चाहिँ एकदम गाह्रो लागेको विषय भनेको चाहिँ मलाई यो अहिले देख्न सक्नुहुन्छ उज्यालो हुन नपाउँदै ट्याक्क लाएर 30-32 डिग्रीको चाहिँ यो गर्मी घाम हुन्छ। यो घाममा चाहिँ यो गर्मीमा हामीले डाइरेक्टली काम गर्नुपर्ने हुन्छ क्या। मलाई एकदमै गाह्रो लागेको विषय चाहिँ यही हो। सबभन्दा गाह्रो विषय भनेको चाहिँ यो घाममा चाहिँ हामीले चाहिँ डाइरेक्ट काम गर्नुपर्छ के। जस्तो कि पानी आएको छ भने पनि हामीले पानी नभनिकन भिजेरै भए पनि काम गर्नुपर्ने हुन्छ। र घाम जति नै गर्मी भए पनि मजाले यो घाममा चाहिँ डाइरेक्ट घाममा काम गर्दाखेरि चाहिँ झन् यति गाह्रो हुन्छ नि मैले त किन जिदोसिया पढेछु भन्ने त्योवाला फिल हुन्छ क्या। अनि यो दिनभरि घाममा राखेको गाडी अनि यति धेरै तातेको हुन्छ नि त्यो गाडीभित्र छिरेर सफा गर्नु पर्दा अनि त्यहाँ गाडीहरू यता निकाल्ने यताउति गर्नु पर्दा यस्तो गाह्रो हुन्छ नि आमामा, आगोभित्र लगेर हाल्दै जस्तो फिल हुन्छ त। यो चाहिँ अझै गाह्रो विषय त मलाई यही नै भएको छ क्या सबभन्दा। तपाईँको गर्मी भनेको चाहिँ बिहानैबाट हुन्छ र घाम पनि सबभन्दा अब जापानमा चाहिँ भनौँ न सबभन्दा छिटो घाम झुल्किने भनेर नै चिनिने जापान नै हो। जापानमा चाहिँ घाम उज्यालो हुन नपाउँदै घाम परिसकेको हुन्छ। 4 बजे 4:45 त घामै परिरहेको हुन्छ। अनि म काममा चाहिँ लगभग 9 बजे काममा पुग्छु। 9 बजेबाट 7 बजेसम्म भनेको तपाईँको पुरै गर्मी नै हुन्छ क्या, घाम नै लागिरहेको हुन्छ। कन्टिन्यू त्यो गर्मीमा काम गर्दाखेरि आमामा पसिना त खुलुलुलुलुल बग्छ। अनि हाम्रो कम्पनीमा चाहिँ पानी चाहिँ दिँदैन, पानी चाहिँ रहेनछ। धाराको पानी खा भन्छ तर खासै त्यस्तो सफा पानी जस्तो लागेन र मैले खाएन, आफै किनेर खान्छु। र कहिलेकाहीँ अहिले त लगभग रेगुलर जुसहरू पनि लिएर राखिदिएको छ। जुसहरू चाहिँ खाइन्छ तर जुसहरू धेरै गुलियो भएर पनि त्यो स्वास्थ्यको लागि चाहिँ त्यस्तो राम्रो होला जस्तो पनि लाग्दैन। अनि गर्मी फेरि आमामा म त सहनै नसक्ने भनेको त त्यही गर्मी हो क्या। तर जिदोसिया पढ्नको लागि चाहिँ एकदमै हुन्छ नि अलिक ठुलो क्योमीवाला बोकेको मान्छेहरू
इन्ट्रेस्ट के म जस्तोसुकै गर्मी घाम नबनिकन गर्न सक्छु होइन अलिकति के अरे सेबिसी गर्न के अब यो मेकानिकल लाइन पढ्न र काम गर्न एकदमै मन पराउने मान्छेहरूको लागि चाहिँ यो एकदमै बेस्ट जस्तो लाग्छ मलाई किनकि अब स्यालेरी अलि बढिया होला अनि त्यो वर्किङ लाग्न सजिलो होला भनेर मात्रै पढ्यो भने चाहिँ एकदमै गाह्रो हुनेछ यो चाहिँ मैले महसुस गरेको विषय है यो चाहिँ किनकि अलिकति अब मेरै कुरा गर्ने हो भने मलाई त्यति धेरै इन्ट्रेस्ट चाहिँ छैन क्या यो जितोसिया यो सेबिसी मेकानिकलमा चाहिँ रियल भन्ने हो भने मलाई त्यहाँको मान्छेले पनि सोधेको थियो अनि केउमी चाहिँ कतिको छ त होला इन्ट्रेस्ट चाहिँ कतिको छ यो गाडीको सेबिसी गर्न गाडीहरू बनाउन भन्दै थियो मलाई एकजना सेन्पाइले चाहिँ ऊ चाहिँ काममा छिरेको लगभग 4 वर्ष पुरा भएर अब 5 वर्ष पनि हुन लागेछ त्यो चाहिँ मैले चाहिँ आम्बरी नआइने भनिदिएको मैले खासै त्यस्तो इन्ट्रेस्ट चाहिँ छैन भनेर मैले भनेको अनि भन्थ्यो का भन्दै थियो ए हो र भन्दै थियो क्या अनि मलाई मन नपर्ने मध्येमा एउटा यो गर्मीको सिजनमा चाहिँ लास्टै युज हुँदो रहेछ र अर्को सेकेन्ड पार्ट चाहिँ अनि काम पनि गाह्रो हुन्छ ल यो चाहिँ काम किन गाह्रो हुन्छ भन्नुहुन्छ भन्दाखेरि चाहिँ हरेक कामहरूको एक्ज्याक्ट टाइम टेबल हुन्छ क्या यसको चाहिँ कुन काम कति समयमा सकाउने भन्ने कुरा चाहिँ फिक्स हुन्छ क्या जस्तो मेरो काम 10 बजेबाट सुरु स्टार्ट भएर चाहिँ 11 बजे सकाउनु पर्ने काम हुन्छ र यदि मैले त्यो कामलाई चाहिँ ढिला गरेँ भनेदेखि चाहिँ फेरि 11 बजेदेखि उता 12 बजेसम्मको काम त्यसपछिको कामलाई चाहिँ ढिलाइ हुन्छ क्या अब हरेक कामहरू चाहिँ टाइम टेबल हुन्छ त्यो काममा सकिएन भने चाहिँ अलिकति कमर हुन्छ अलिकति अलि झ्याउ हुन्छ क्या जो जसरी पनि सकाउनु पर्ने हुन्छ क्या काम चाहिँ अब किन भन्दाखेरि यहाँ चाहिँ गाडी बनाउने मान्छेहरू एकदमै जुन गाडी बनाउन लिएर आएको मान्छेहरू हुन्छ नि त तिनीहरू चाहिँ अब 10 बजेदेखि 11 बजेसम्म काम हुन्छ भनेपछि चाहिँ त्यही अनुसार कुरेर बसिरहेको हुन्छ र हामीले त्यही अनुसार काम सकाएर त्यही अनुसार नै हामीले काम सकाएर गाडी दिनुपर्ने हुन्छ यदि त्यो त्यस्तो भएन भनेदेखि चाहिँ लेट भयो भने चाहिँ अलिकति रिसाउने यहाँको मान्छेहरू चाहिँ एकदमै खराब हुन्छ क्या सानो कुराहरूमा पनि कम्प्लेन गर्ने अब त्यस्तो हुन्छ क्या त्यही भएर लास्टै हुन्छ यहाँको मान्छेहरू अनि सानो कुराहरूमा पनि के यदि तपाईँलाई चाहिँ गाडी राम्रोसँग सफा गर्नु भएन भन्ने चाहिँ डाइरेक्टली चाहिँ यो गाडी सफा भएन भनेर भन्दैन अब तपाईँ घरमा गइसकेपछि चाहिँ मेसेज गरेर यस्तो भयो भनेर कम्प्लेन गरिदिएपछि चाहिँ त्यो अफिसको मान्छेहरूलाई चाहिँ हामीलाई आएर डाइरेक्ट भन्छ क्या यस्तो भयो भनेर अनि कम्प्लेन आएपछि त त्यो राम्रो हुँदैन नि त यहाँ फेरि हरेक चिजहरू चाहिँ किबिसी हुन्छ क्या लास्टै त्यही भएर नि त्यो विषय पनि टाइम टेबलको विषयमा पनि एकदमै गाह्रो लाग्यो मैले अब 45 मिनटको काम लिएर गरेको छु भनेदेखि चाहिँ मैले 45 मिनटमै सकाउनु पर्ने हुन्छ अब यहाँ फेरि सर्भिसिङहरू चाहिँ भइरहेको छ के अब इखागे जुतेनकेन भन्छ रोखागे जुतेनकेन भन्छ अनि जिउनिखागे जुतेनकेन भन्छ 1 महिनामा 6 महिनामा अनि 12 महिनामा र 2 वर्षमा गर्नुपर्ने हाम्रो चाहिँ सर्भिसिङ हुन्छ क्या त्यो चाहिँ हामीले यहाँ चाहिँ जापानमा चाहिँ जतै गरिरहेको हुन्छ क्या नेपालमा त खासै त्यस्तो त हुँदैन यहाँ चाहिँ गर्नु नै पर्ने हुन्छ के यो समयमा चाहिँ अनि 2 वर्षमा पनि सेकेन्ड भन्ने हुन्छ त्यो चाहिँ सेकेन्ड चाहिँ राम्रोसँग गरेन भनेदेखि चाहिँ गाडी पनि चलाउन पाउँदैन त्यो चाहिँ एउटा रेड लाइटमा हिँड्दिरा सेकेन्डमा चाहिँ मैले अहिले भनिहालेँ टाइमको कुराहरूलाई लिएर अलिकति के विषय हुन्छ यो विषयमा चाहिँ अहिले म गाडी पनि चलाइरहेको भएर अलि धेरै कुरा मेरो दिमागमा पनि नआउन सक्छ होइन त्यही भएर जति अहिले मैले दिमागले भ्याएको छु र मैले जति पनि बुझेको छु यति नै कुरा भनेको र अर्को सेकेन्ड पनि भनिहालेँ मैले अब थर्ड नम्बरमा चाहिँ मेन एकदमै गाह्रोको विषय भनेको चाहिँ स्यालेरी है त स्यालेरी पनि अब जुन हामीले गएको पढेर सोचेर आइन्छ नि त एकदमै स्यालेरी धेरै हुन्छ भन्ने टाइपको के अनि ठ्याक्कै
त्यसको उल्टो नै हुन्छ कि जापानमा हुन त अब त्यस्तो हाई एक्सपेक्टेसन धेरै आशा बोक्नु त राम्रो होइन जापानमा चाहिँ मैले सिधै भन्छु होइन त्यही पनि हामीले चाहिँ वर्किङ लाउन सजिलो र जापानमा सबैभन्दा धेरै स्यालेरी हुने यो जिदोसिया पढेर होइन वर्किङ लगाएपछि चाहिँ स्यालेरी पनि बढी हुन्छ भन्ने विषय के अरे उसले चाहिँ हामी चाहिँ छिरिरहेको हुन्छ तर त्यस्तो चाहिँ हुँदैन भन्न त अब यहाँको मान्छेहरूले हामीभन्दा अगाडि छिरेकोहरूले चाहिँ के भन्छ एक वर्षसम्म चाहिँ आम्बारी खबरा नाइ नै भन्दै थियो स्यालेरीहरू चाहिँ त्यस्तो चेन्ज चाहिँ हुँदैन एक वर्षसम्म भनेर पनि भन्दै थियो र अलिकति स्यालेरीमा चाहिँ चित्त बुझ्दैन यो मेकानिकल लाइन पढेर जापानमा पनि सुरुमा है अब पछि त के हुन्छ त्यो मलाई पनि थाहा छैन कसैलाई पनि थाहा छैन अब पछि के कस्तो हुन्छ र ओभर टाइमहरू चाहिँ भयो भने चाहिँ अलिकति प्लस पोइन्ट हुने र मेरो कम्पनीमा चाहिँ हाम्रो चाहिँ 3 मान्थसम्म पैसा चाहिँ वर्किङ के अरे ओभर टाइमको पैसा अलरेडी दिइसकेको हुन्छ क्या हाम्रोमा चाहिँ त्यही भएर ओभर टाइम यदि गर्ने नै हो भनेदेखि चाहिँ 15 घन्टाभन्दा चाहिँ बढीको चाहिँ ओभर टाइम गरियो भने मात्रै चाहिँ बल्ल के भन्छ अझै बोनस थप भएर आउँछ क्या हाम्रो चाहिँ किनभने अलरेडी नै 30,000 रुपियाँ बोनस दिइसकेको हुनाले चाहिँ त्यही भएर 15 घन्टासम्मको चाहिँ दिइसकेको हुनाले 15 घन्टाभन्दा इज्यौ गरियो भने चाहिँ काम बढी गरियो भने चाहिँ बल्ल मात्रै बोनस पाउन सकिन्छ अनि त्यही नै हो स्यालेरीमा चाहिँ अलिकति चित्त बुझ्दैन अब तपाईँको झन्डै 10 मान भनेको 1 लाख बचाउन पनि अब धौधौ हुन्छ र जिदोसिया पढिसकेपछि चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि कामहरू चाहिँ अलिकति टाढा भयो भनेदेखि चाहिँ अब गाडी लिइहालिन्छ के किनकि अब लाइसेन्स पनि हुन्छ अब आफ्नो लाइन पनि यही भइहाल्यो अनि साइकलहरू लिएर हिँड्न पनि अलिकति नसुहाउने हो कि अब के भन्ने है मलाई त त्यस्तै फिल हुन्छ अब तपाईँहरूलाई कस्तो हुन्छ अब त्यो आफ्नो विचार हो सब गाडी लिएर आउँछ डेन्जर गाडी लिएर आएर हुन्छ सबै साइबिसी भएर होइन अब त्यही भएर पनि होला अनि टाढाको बाटो भयो भने चाहिँ साइकलमा पनि अलिकति सम्भव हुँदैन अनि थाक्न फेरि यस्तो थाकिन्छ नि फेरि उभिए गर्नुपर्छ काममा चाहिँ अनि कामै त्यस्तो हुन्छ गर्मीमा गर्ने कामहरू लास्टै थकान पनि एकदमै बेसी नै भइसकेको हुन्छ अनि त्यो समयमा चाहिँ तपाईँको हिँडेर अथवा साइकलमा घरमा जान्छु भनेर चाहिँ अलिकति असम्भवै जस्तो लाग्ने क्या सकिँदैन नि त थाकेको समयमा चाहिँ साइकल पेलेर जान त्यही माथि अनि थाकेको हुन्छ अथवा हिँडेर जान एकदमै गाह्रो विषय हुन्छ नि त त्यही भएर यस्तै कुराहरू चाहिँ गाह्रो समस्याहरू चाहिँ पर्छ र अर्को कुरा काम गराउने मान्छेहरू अथवा सिकाउने मान्छेहरू आफूभन्दा अगाडिको सेन्पाई दाजुहरू तिनीहरू पनि अलि राम्रो पढेन अथवा अलिकति पर्यो नराम्रो मान्छेहरू पर्यो सिकाउन भन्दा पनि रिसाउने मान्छेहरू त्यस्तो पर्यो भने झन् अझै एकदमै गाह्रो हुन्छ यो जिदोसिया लाइनहरू चाहिँ आजको भिडियोमा चाहिँ अब भिडियो अलिकति लामो नै भयो जस्ट बेफाइदाको विषयमा मात्रै म बोल्न गएँ होइन अब भिडियो लामो भयो त्यही भएर अब लामो भिडियो पक्कै पनि हेर्नु नहोला तपाईँहरूले त्यही भएर चाहिँ अर्को भिडियोमा चाहिँ म जिदोसिया पढ्नुको फाइदाहरू लिएर आउनेछु र हरेक ठाउँ अथवा काम अथवा जुनसुकै विषयमा पनि फाइदा र बेफाइदा दुवै हुने भएको हुनाले चाहिँ त्यस्तो आत्ति नै पर्ने चाहिँ केही पनि हुँदैन अब नपढ्ने पनि कोही हुँदैन र गाह्रो छ भन्दैमा गाह्रो भनेको हरेक कामहरू चाहिँ गाह्रो यसै पनि भइहाल्छ त्यही भएर पढ्ने मान्छेहरूलाई पनि अब त्यस्तो नराम्रो इफेक्ट चाहिँ नपरोस् होइन म आफूले नै अब गरेको विषय भएर अब नपढाइ भन्ने पनि हुँदैन होइन यस्तो विषयमा चाहिँ गाह्रो हुन्छ भन्न मात्र खोजेको आफूले जुन बुझेको होइन आफूले देखेको भोगेको कुराहरू मात्रै भनेको ल आजलाई यति नै केही कुराहरू नबुझेको छ भनेदेखि चाहिँ फेरि पनि कमेन्ट पनि गर्न सक्नुहुनेछ र छुटेका कुराहरूलाई म पछि अरू भिडियोमा पनि जोड्ने नै छु भन्दै अब म पनि अब एकछिनमा काम पुग्छु आज फेरि एकदमै जाम रहेछ के त्यही भएर आजलाई चाहिँ छुटाउँ भिडियो यति नै र भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला र मेरो च्यानललाई चाहिँ सब्सक्राइब पनि गर्नु नभुल्नु होला म चाहिँ आज यस्तो भिडियो चाहिँ फर्स्ट टाइम बनाउँदैछु ड्राइभिङ गर्दै अलिकति
अलिक खतरा नै हुन्छ कि अलि आफूलाई नै हुन्छ यस्तो ड्राइभिङ गर्दै भिडियो बनाउन र अलिकति कतिपय कुराहरू चाहिँ बिर्सेको पनि हुनसक्छ अनि ड्राइभिङमा पनि ध्यान दिनु पऱ्यो र उता कुराहरूमा पनि ध्यान दिनु पऱ्यो म क्यामेरामा फोकस भन्दा पनि म धेरै फोकस त मेरो बाटोमा नै छ क्यामेरातिर मैले हेरेकै नै छैन त्यही नै हो ल यति भन्दै बिदा हौँ त ल बाई बाई